निर्मल आचार्यले शंकर पोखरेललाई सघाउँदैछ भनेर चाहिँ प्रचार गरियो। शंकर पोखरेल र उनका अध्यक्ष हाम्रो पार्टी अध्यक्षसँग गएर हामीले झापामा हार्ने भयौं, हामीले दाङमा हार्ने भयौं। दाङमा तपाईको उम्मेदवार त्याग गरिदिनुहोस्, झापामा हामी तपाईको उम्मेदवार त्याग गरिदिनुहोस् भनेर अनुनय विनय गर्न गए। तर हाम्रो अध्यक्षले भन्नुभयो तपाईहरुले धेरै गल्ती गरिसक्नु भएको छ, मैले पार्टी एकताको लागि आह्वान गर्दाखेरि तपाईहरु आउनु भएन। अब धेरै राप्ती नदीमा धेरै पानी बगिसकेको छ, तपाईहरुले हार स्वीकार्नुको विकल्प छैन भनेर जवाफ दिनुभयो। त्यसपछि फर्केर आउनुभयो र उहाँ छटपटिँदै विभिन्न खालका आरोपहरुसहित अगाडि बढ्नुभयो। सूर्य चुनाव चिन्हमा भोट नहाल्यो भने वित्त भत्ता पाइँदैन, ताराले जित्यो भने वित्त भत्ता पाइँदैन भनेर पनि हल्ला गर्दै हिँड्नुभयो। हामीले त्यसको पनि प्रतिवाद गर्यौं। वित्त भत्ताको निर्णय गर्ने पार्टीको अध्यक्ष हाम्रो पार्टीको अहिले वरिष्ठ नेता हुनुहुन्छ, संयोजक हुनुहुन्छ माधव नेपाल। हामी माधव नेपालका शिष्यहरू हौं, कार्यकर्ताहरू हौं। उहाँहरूले चाहिँ वित्त भत्ताको जुन नारा गर्नुभएको छ त्यो पनि फेल भइसकेपछि हिजोबाट जबरजस्त रूपमा एमालेका कार्यकर्ताहरूले निर्मल आचार्यले रुख चिन्हको उम्मेदवार कृष्ण किशोरसँग मिल्दैछ भनेर भ्रम फैलाउनु भएको छ। यो उहाँहरूले हारिसक्नु भएको छ। उहाँहरूले हारलाई स्वीकार्न नसकेर हामीले हेर्नुको प्रचारमा हामी आयौं। हामी एउटा पनि कुनै पनि साथीहरूलाई कुनै पनि पत्रकारलाई पैसा दिएर ल्याएका छैनौं। मान्छेहरूले दिनको 4 लाख 5 लाखको खर्च गरेर युट्युबरहरू ल्याएर प्रचार गरेका छन्। 4 जना 12 जना 15 जना कलाकारहरू जम्मा गरेर एउटा कलाकारलाई 50,000 को दरले पैसा दिएर मान्छे जुटाएर भ्रमको खेती गरेका छन्। हामी हाम्रै कार्यकर्ताको बलमा, शहीद परिवारको बलमा, बेपत्ता परिवारको बलमा, अग्रजहरूको बलमा हामी चुनाव प्रचारमा लागेका छौं। त्यसकारण निर्मल आचार्यले फरक खालको चुनाव प्रचार सुरु गर्यो। जनताको मन जित्यो भनेर भ्रम पैदा गर्ने कामहरू गर्नुभएको छ। सम्पूर्ण यो वडाका दुवै वडाका वासी हाम्रा प्यारा आदरणीय साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने हजुरहरू कुनै पनि भ्रममा नपरेर एउटा घर पनि नबिराएर, यो मेरो पार्टीको घर होइन, यसले भोट हाल्दैन कि भनेर कन्फ्युज नगर्नु होला। सबै घरमा जानु होला। हिजोको आँखाले हेरेर हुँदैन। हिजो रुखमा हाल्नेले भएकाले पनि अलि तारामा हाल्दैछन्, हिजो सूर्यमा हाल्नेले पनि तारामा हाल्दैछन्, हिजो सकेर नजानेर घन्टीमा भोट गरेकाले पनि तारामा हाल्दैछन्। त्यसकारणले हजुर सबैजना सबै घरमा गएर हाम्रो चुनाव चिन्ह तारा हो, हाम्रो उम्मेदवार निर्मल आचार्य हो भनेर चाहिँ र सस्पति चौधरी भीमकुमारी हो भनेर अनुरोध गर्दै जानु होला। दुःख सुख गर्नु होला। चिया खानको लागि पनि मैले पैसा पठाउन सकेको छैन। हजुरहरूले दुःख सुख गरेर नास्ता गरेर घरमै खाना खाएर काम गरिरहनु भएको छ। त्यसको लागि म बहुत ऋणी भएको छु। हामी पार्टी बनाउने अभियानमा छौं। यहाँ निर्मल आचार्यले जित्ने कि हार्ने भन्नेसँग भन्दा पनि हाम्रो वर्गले जित्ने कि हार्ने भन्नेसँग सम्बन्धित छ। त्यहाँ दुःख सुख गरेर सम्पूर्ण साथीहरू अगाडि बढ्नु होला। टिकटक बनाउने साथीले टिकटक बनाउनु होला, फेसबुक चलाउने साथीले फेसबुक बनाउनु होला, प्रचारले नयाँ ढंगले पनि अगाडि बढाउनु होला भन्ने म अनुरोध गर्न चाहन्छु। हामीले चुनाव जितिसकेका छौं। त्यही उत्साहका साथ, त्यही मनोबलका साथ हाम्रा विरोधीहरू आत्तिएर गरेका विभिन्न प्रचारको लाई कुनै पनि परवाह नगरिकन हजुरहरू घर दैलोमा सहभागी हुनु होला भन्ने अनुरोध गर्न चाहन्छु। हरेक ठाउँमा जाँदा मेरो र भीमकुमारी सस्पतिको कार्ड दिनु होला, फोन नम्बर दिनु होला। उम्मेदवारसँग कुरा गर्न चाहनुभयो यदि मतदाताले भने फोनमा कुरा गराइदिनु होला, छलफल गराइदिनु होला र उहाँहरूले कन्भिन्स गरेर भोट मागिदिनु होला भन्ने अनुरोध गर्दै बिहानैदेखि भोकै अहिलेसम्म यो अभियानमा खट्नुभएका हाम्रा अग्रजहरू जो मलाई थाहा छ कोही सुगरका बिरामी हुनुहुन्छ, कोही प्रेसरका बिरामी हुनुहुन्छ,